खानु कुवाको घैलामा भरेर माया लाउनु हातसम्म नजिक सरेर पानी खानु कुवाको घैलामा भरेर माया लाउनु हातसम्म नजिक सरेर भन मायालु हेर्दा त नक्कली रहेछौ दयालु भन मायालु हेर्दा त नक्कली रहेछौ दयालु जुन लाग्दा बेसी झलमल पारेर तिम्रो माया मनैले यो दिलमा सारेर जुन लाग्दा बेसी झलमल पारेर तिम्रो माया मनैले यो दिलमा सारेर भन मायालु हेर्दा त नक्कली रहेछौ दयालु हेर्दा त नक्कली रहेछौ दयालु आखिर राम्रो कालो त्यो गाजलले तिमी राम्रो मनको त्यो मायाले आखिर राम्रो कालो त्यो गाजलले तिमी राम्रो मनको त्यो मायाले भन मायालु हेर्दा त नक्कली रहेछौ दयालु भन मायालु हेर्दा त नक्कली रहेछौ दयालु प्रमाण दिन्छु आजै घुँघरू छाछान बजाऊ घुमेर नाच माझै मुटुको राजामा तिमी मुटुको रानी छोपेर लैजानेछौ माया कसैबाट लाज नमान माया गर्छु म तिमीको साथ बिहान देखिँदै लुकासम्म तिम्रै चर्चा गर्छ धड्कनको प्रत्येक तालमा तिम्रै नाम लेख्छु प्रेमको
टाइम छैन नि त अझै टाइम पनि छ महाद्वीप अब तल यसो यो जग्गा खाने ठाउँ पूजाको सामग्री लिएर खाने ठाउँहरू छ खिच्दैछु है भिडियो बनाएको भिडियो के चाहिन्छ अचार बनाउनु मिल्छ यो लाने खानु यो राम्रो होस् यो राम्रो यो ठिक छैन तिमीले यो सानो चाहिँ ल्याउनु सानो सानो होइन यो अमिलो कहाँ पाउँछ त चारवटा अमिलो हो कति दाना लानु कसरी हो एउटालाई 50 साथीले बेचेको ल जित्दा पैसा 100 रुपियाँ दिनु चारवटा दिनु न 200 400 लगाउनु किन लान्छ आटा कि दुईजना लाने साग हो कि के भन्नु थियो साग त्यहाँ गएर फोन गर्नु भनेको जस्तो छ भोलिपल्ट हो दिनमा सोबाट तल मामा जाँदैछ तल गयो मामाको घर हो ए हुन्छ मामा हामी अब
हाँ? होइन अरू बेला चाहिँ होइन त्यो गाडी आएको बेला सामान चेन्ज गर्ने बेला एक्लै उता कुदेको लडेछ उताबाट को मुमा फेरि भन्दैन पनि बिस्तार बिस्तारी अनि यहाँ आएर पो भन्छ कि यहाँ लडेर घुम्दैछ त्यतिखेर भन्नु अनि यसो ठक्क पऱ्यो नि भन्नु पनि बसाउने हो बात देख्यो नि म लडेको भने अनि अनि अँधेर चाहिँ के खाने हिँडेको त नि जाने थियो मैले देखेँ यति छ भने राम्रो सानो उडाडी गएर लडेछ यहाँ बाटोहरू त होच मात्रै ठिक बाटोहरू त होच मात्रै ठिक गर्छ यहीँ रमाउने अनि भनेर हिँड्नुपर्छ नि त ममा पनि नि अनि गएर जान्छु नि भन्दैन फेरि तिनीहरू धमाधम सबै ओछ्याउँदै थियो नि त पुरो भाउजू चाहिँ हेरेको तलबाट चाहिँ गर्नु नि हौ बाहिर पछाडिबाट के भइरहेको हिँडे गरेको नि तल जानु त पछाडि आमाको ए ऊ रोपेको हिँडिहाल्यो ऊ हर्कासँग पाउँ भने ऊ नै हेर है अघि राति काटिएर गर्ने रहेछ म त तपाईँले देख्नुहुन्छ होला केही पनि भएन म त खै के भाउ सबै भोलि हाल्यो थियो ल हामी चाहिँ मामा घर आइपुग्यौँ मामा र मम्मीले चाहिँ भेट्याएकै बाउलाई के गर्नुपर्छ भएको भन्दै हुन्छ मामा र मम्मीको चाहिँ भेटघाट चिन्जान आमा नमस्ते आइपुग्यौँ त हिजो हामी गाडीहरूले माथि पो पुरा झुटेर खाल्यो त्यही त अब तिन चिनेन हिजो 2 बजे पो आइपुग्यो हामी त अनि हामी त माथि नै होला भने अनि माथि पो पुग्यो कटेर माथि पो पुगेछौँ हामी त त्यहाँ पुग्यौँ फेरि अनि फर्काएर पिताको हाम्रो ए हुन्छ 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 माइज हुन्छ डगभेट कार्यक्रम मुमा पहिला मुमा पछि पछि ढुक्नु उता माइजू मुमाको पछि पछि ढुक्नु लगा न यता मामा मुमा हुनुहुन्छ घरमा चाहिँ डगभेट चलिरहेछ दाजु हामी चेली माइती 3 जना भाउजू यहाँ भाउजू जेठानी दिदी भाउजू ए हुन्छ म ल ओके है यो छुट्या पहिला तैँले ए हुन्छ नाति माइला मन कुमारको छोरा मन कुमार छ नि ए बहिनी म यहाँ त यहीँ थिएँ यता
नाति बढी बुहारी बढी ल ल ल ऊ पनाति पनाति नमस्ते यता अनि मलकुमाको छोरा यस्तो भाउजू ए त्यो भतिजा हुन्छ के ल हुन्छ हुन्छ त्यता बुहारी होइन हुन्छ 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 बुहारी हुन्छ हस् हस् हुन्छ अलिक कान सुन्नुहुन्छ कि सानो मान्छे म दुकानमा हटिया कान्छ दाइले हटिएर यो छुटेर हटु त्यही उयो हेर त्यही मुनि छ मामालाई पहिला मामा यसो अब धेरै वर्षपछि आउनु भएको अब यसो के गर्नु पर्यो ल अब चाहिँ मायाको चाहिँ यसो चिनो भन्नु मायाको चिनो जस्तै एउटा चिनारी लिनु मामा यसो अब बहिनीको तर्फबाट अब धेरै वर्षपछि भेट भएको नि तपाईँहरू माइजूलाई पनि दिनुहुन्छ हामीले त केही पनि ल्याउनु सकेन पो टाढोको बाटो चिन्दै हुन्छ वहाँ चिया कहाँ त चिना कहाँ त बिबी त दाजु ओ दैले चाहिँ खुट्टा छुनुपर्छ तिर हामीले त गरेको के त म पनि बिर्सेको पो फेरि ल धर्म त लु अझै पनि भाग्य माने हुनु अझै पनि कमाउनु जमाउनु सबै गेममै पार्टीमा बिचारा यहाँ बिमा यहाँ खुङमा दिने भाग्य माने हुनु हो देखा लो 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 अन्त जुत्ता गर्न हामी त ले लो लो अब चाहिँ हामी आएको थियो त भिरे भिरेछ त्यो एउटा बाँदर पनि पालेर यत्रो फेरि बाँदर फेरि कुदायो मेरो घाँटीमा अट्ठाइहाल्यो बाँधा थियो नि त्यति धेरै हाम्रोमा त्यो माथि डाँडामा दोकान पनि थियो नि माथि छ त्यो स्कुलको त्यो स्कुलको छेउछाउ त बाँदर त अब पालेर त बाँदर ख्याप्पै आइगयो खोल त नि यहाँबाट पाउनु यहाँको नि त्यस्तो गरिहाल्यो म त हैरानै भएँ अब ला के गर्ने नि अब ए तलहरू बहिनी पार्वती त्यो अब भाइ कुन भाइ हुनु त अलि सानो सानो हुन्थ्यो होला हामी कान्छ अनि त्यहाँबाट यसो हेर्दाखेरि त कस्तो ओह्रालो रहेछ अनि यसो ल ठिक छौँ अब तपाईँहरू पनि सकुशल काठमाडौँ बसेर तपाईँले के अरे बाउले बडा कुखुरा खोली जाऊ यस्तो पोहोरको साल मात्रै भयो ए कुखुराहरूमा भएको थियो नि त थाहा छ कि थाहा छ कुखुराको नरियलको छेउतिर तल्लो घरको दाजु चाहिँ सन्चै हुनुहुन्छ त के भन्थ्यो तल कुलमडी होइन तल्लो घर हाम्रो घरदेखि अलिक तल्लो घर के को बाबु भन्थ्यो धीरेनको बाउ धेरैनको बाबु धेरैनको बाबु
मेरो फुको कान्छीमा आउनु पानी पनि पर्नु सुको साथी भयो त चाहिँ हो त्यो हुँदै त्यो रोकिँदै थियो अनि उताको परको डाँडाहरू थियो त्यो अझै उताको बाट आएको रहेछौँ त्यो यस्तो हुँदै हुँदै त्यो रोड हुँदै त्यो पुगेर आइएछ यो चाहिँ हाम्रो ममा जन्मेको ठाउँ घर चाहिँ भूकम्पले भत्काएर अहिले यो घर बनाएको छ ठाउँ चाहिँ यही ठाउँमा चाहिँ त्यस्तो छ हामी त्यो बाटो आउनुपर्नेमा चाहिँ हामी त्यहाँ पौडाबाट पारी गरेर एक फन्को घुमेछौँ हो त्यता बाह्र भयो हो त्यता यताबाट बाह्र कहिले चाहिँ मलाई चाहिँ के गर्छ भिडियो बनाउँदै छ कि ल अलि यता फर्किनु त दिमा लु भन्नुहोस् लड्नुहुन्छ उ त यता भन्नु पहिला के ऊर आउनु यता भनेको उता ऊ पहिरोले गर्दा ऊ अनि भयो भनेको भनेको ऊ उता पहिला हामीले खेती गरेको उता तलतिर उतातिर ससुराली आएको होइन भनेको हाम्रो खेती त उता पो त उता भने उता यी सबै टाढो 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 पो छ त हिजो त्यो रुने कान्छाको भाइ ऊ त्यो हो त्यो कुमारीको भाइको कान्छाको घर त्यो नै हो दाजु कहाँ हिँडेको पहिलाको घस दाउरा गर्ने पहिलाको ढोक्रामा लाउनु पर्दैन मलाई त को बुढा भन्नाले मामा 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 हुनुहुन्न खै त काठ कता कटाउने अरे अनि त्यो किसानलाई देखाउनु लगेको के भन्दै थियो त्यहाँ बाह्र आउँछ होला नभए गएको दाजुको टोपी ल्याइदिएछु ल हिजो अलिक मिस्टेक भइगयो औषधी किन्नु गयो नि त मात्रै हुन मग भोट माग्ने मान्छेहरू कहाँसम्म लाग्छ यसको दिमाग छलफल गरेर म त्यसो मान्दिनँ उनीहरूले एकातिर भन्छ म अर्कोतिर छु भने कहाँ त्यसरी मान्दिनँ ढोक्रोमा पुगेर ल्याउँछ भन्नु त अस्ति आउँदैछु होइन ठिकै छ ल ल हिँड्नु फेरि भाउजूले चाहिँ फोन गरेर गोठमा म चाहिँ फेरि भैँसीको थालमा टोपी खोज्दा भएर गएर म सोचेँ पक्कै दाजु ताक्लोमा हिँडिराख्नु भएको थियो पक्कै टोपी खोज्यो होला लिएर आइदिएँ मैले ठिक छ अब यस्तै हो अनि भैँसीको थलामा छ भनेर त म त भैँसीको थलातिर खोजिदिन्छु खुपा एकछिन उताबाट फर्किँदा होला फेरि बढी फेरि निम्तमा जानुपर्ने हो खै भाउजू त कोसेबारी पनि त्यसो माइला दाजु माइला दाजु एउटै कान्छाको ऊ माथि कहिले मुख गर्छ मुख गरेर
त्यो महँगो म कुमार पामुल गरेर ए त्यस्तो पो भयो जम्मा माटो किन रहेछ होइन पहिलो सिधो किन्छ दाना नि भन्दाखेरि लोक घरले बाले पार्छ लोक ए बाले पार्छ माथि ल बोला पहिला बुबुची मूल गरेर मिठो गर्नु अर्को मुठी इलामा माइलान मुठो पनि त्यो जान थियो मुठो पनि बुबुची लानु पार्छ हालो नि जनाला गाली पहिला सुन माता लु मामा हामी अब आइपुग्यौँ त हो फेरि ए माइजो टोकिमिदी जानु फुपालाई भान्जी पर्ने हिजो हामी त हिजै हिँडाले तिमीहरू त फेरि होइन खाना तल हुन्छ कि खोइ बौरा सोरा पनि गयो ए हिजो ढोगे अब बिहामा चाहिँ को जाने तिमी ऊ बहिनी जान्छ म त अब फेरि भैँसीहरू तानेर लानु भने चाउचाउ गर्नु नहुने होला भैँसीले भइसक्यो के खुवाउने अरे चाउचाउहरू के ठोक्पाहरू सेन्डाफुटहरू खुवाउनु नभएको फेरि तेर्छ अप्ठ्यारो हुन्थ्यो म त मेरो बोली नै यस्तै हो म शङ्करा बस्ने यस्तै धरान बस्ने यस्तै हो भोजपुर बस्ने यस्तै हो अनि यात्राले जे गर्दा मलाई डुलो भत्ता मागिँदैन डुल दाजु जुत्तै बाटो कहिले दियो कुन दिन महात्मा गान्धी खाली खुट्टा हिँडेपछि चाहिँ बा भत्ता पाउँछु कि जस्तो लाग्छ सुदन किराँतीलाई पनि भन्नु ल मलाई डुलो भत्ता छ उनीहरू राते मन्त्री भन्नु त त्यति बेला मलाई अब मभन्दा भाइ हो सुदन त अनि त्यस्तै छ के भाउजू हामी भरे त्यो हाम्रो ओडाको 2 नम्बर ओडा त्यति लाख 2 नम्बर ओडा त्यो गाडी अहिले बिचरा आउँदैछ त्यो गाडी हामी त्यो बाटो आउनु पर्ने कि खासमा पहिला चाहिँ हामी हो त्यही बाटो अब अहिले चाहिँ कता बनाउँदैछ गरे तल भएर अब बारी त पारी नै बालदेश तर यहाँबाट छिटो हुँदैन हुनु यता कता बाटो बन्दै छ नि त उ यहाँ तल त ब्रेकर हजुर ए राखे पुल तरेपछि त्यही त चोखुङ पुछारबाट 3 नम्बर 4 नम्बरबाट सुरु भएको 4 नम्बर 3 नम्बर त्यहाँ 2 नम्बर मैले त्यही होइन दिमा उयो रोपेको मैले त्यही खनेको होइन उयो गर्नु
हामी बनाउने नै छ यो 16 गते यो मोबाइल त 1.5 लाखको 2-3 लाखको क्यामेरा भन्दा खतरा छ यो पर खिच्नु मिल्ने भिडियो ओर खिच्नु मिल्ने रहेछ त्यो खर्चमा कति जग्गा माथ्यो मसिनहरु त्यो बुझी छ नि कसले तिमीले ममा तिमीले दाजु अनि के यो अलैँचीहरू यहाँको चाहिँ रोपेको मलाई थाहा भयो अलैँची यहाँको यो पनि झार्ले गर्दा किसान अब गर्ने भने किसान यसरी घरमा मामाजीकोमा कता कता लखाली इम्पी यहीँ रोपेको मैले यो कोदो यो क्या यही बारीमा के रोपी गरे यो के अरे कोदो रोप्दाखेरि त्यो उख्लेको क्या अनि त्यो पिण्डाले भित्र के कुदियो छ दाइ अनि अलिक पातलो पातलो हुन्छ नि त यहाँ एउटा हुन्छ यहाँ एउटा अनि त्यो सुकेटेरी चाहिँ माथि लाउनु पर्ने थियो हाम्रो सामुदायले त्यही भएर सब सफा पारिदिएको भान्साको लागि खन्नु लायो मेरोबाट राम्रो बनाउनु खोजेको झन् फेरि भन्दा पनि भएन यो त राख्नुपर्छ भनेर दिवाली चाहिँ पो राखेर गर्छ यता हेर सम्फो चाहिँ यत्रो उता हात पर्यो अरे वाह गुड दुआ भाउजू हामी आइपुग्यौँ है ल मुबा तिम्रो जन्मबार अब अहिले यहाँ अलिकति रेस्ट हुँदैछ नि त भिडियो हुँदैछ त्यहाँ बहिनी नै पस्दैन नि पस्छ अब हामीलाई कहाँ कहाँ के भन्ने कुरो थाहा भएन सबै अब मिलायो पछि थाहा हो पछि फेरि आउँदा चाहिँ अब फेरि आउनुपर्छ समय मिलेर आउनुपर्छ है भाइ हुन्छ फेरि कहिले भेटौँ नि अब 10 वर्षमा पोहोर 10 वर्षमा आयो अब 10 वर्ष म त मरिजान्छु त होला 10 वर्ष भयो तपाईँ आएको ठ्याक्कै 10 वर्षमा बसाएको यहाँ खुल्लै ठाउँमा अरे तर घर म आउँदा भत्किएको थिएँ एकपल्ट माइजी यहाँ बस्दै बिचरा होइन यो दाईको मम्मीहरू क्या मम्मी चाहिँ एक्लै थियो बिचरा दाई उता अनि बिचरा माइजी कुरा गर्थ्यो दाजु बहिनी भए पनि जन्मेको चाहिँ यहाँ पछिबाट मुमाहरूको आमाहरू लगेपछि आमा बाउ मरेपछि चाहिँ उहाँ लिएर गएको अरे कि बाजुले उहाँ अनि बसेको अरे कि म आउँदा यहाँ यस्तो पालो रहेछ कि यस्तै सानो गोलेसो बनाएको भएको थियो माइती ए हुन्छ हुन्छ भत्किएको थियो अगाडिको सबै गएको थियो कि अनि भूकम्पको बनाउनु बाँकी छ भन्दा भन्दै थियो बुढी मान्छे देखेर ल दाजु के छ भन्नुहोस् है होइन ठिकै छ यो हामी धेरै वर्षपछिको हाम्रो भेटघाट हो है त्यो कुरो त म एउटा सहरले नै स्वीकार्नुपर्छ के भरोसा जीवनको मरेपछि माटो हो धरती तथा अमर रहेको चोखो माया भन्छ पुर्खाले कति वर्षपछि आउनुभयो निनी भन्नु त निनी अब कति वर्ष अब 52 वर्ष अरे भन्नुहुन्छ तर हामी चाहिँ
जब यो शङ्खसभा हामी भेटघाट 19 वर्षको अन्तरालमा थियो अरे हो भेट भयो भेट भयो त्यति बेला अब तपाईँहरू अलि सानो सानो हुन्थ्यो होला यो कान्छी त झन् यत्रो थियो होला सिङ्गानी है सिङ्गानी भन्दा त्यतिकै उनीहरूले डक्टरले हुन आँटेर भोलिपछि म मेरो किडनी फेर्दाखेरि बहिनीले अतिशय गर्नुहुन्छ भन्ने है ल दाजु ल ल है धन्यवाद ल पशुमा भेट ए ल दाजु ल दाजु ल आजको भेटघाट ए हुन्छ सहर्ष तरिकाले नै ल मामा हामी ए होस् हुन्छ हुन्छ हस् हस् ए हस् बोजू ए हुन्छ 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 बोजू हस् हस् अब कति बाजे हामी भने अलि दाइ दाइ कति अलि दाइ जेठा बाजेको छँदैछन् माइला बाजेको हामीलाई हो नि काइला बाजेको उहाँहरू भातिजाहरू त्यो कानमा ठुलो बनाइदिन्छ सुनेर नपुग्छ त्यो भोल्युम छ त बढाउने ल अचार खानुपर्छ 52 वर्षपछि अचार आउँछ खाइदिन्छ यस्तो स्पेसल हुन्छ होइन अर्को पालि आउँदा के खाउँ अर्को पालि त म आफै मरिहाल्छु ल कता अर्को बाजी आउँदा के खाउँ है बोतलै खाउँला अलिक बलियो पनि हो टङ्ग्रा पनि अलिकति छिपै राख्नु कि लुजा तपाईँलाई झनै झनै 1 वर्ष चाहिँ त्यहाँ बसेपछि खाली भाषा सबै आउँछ लिम्बू भाषा त खाँदैन कति बस्नुभयो दाजु हाम्रोमा हजुर कति महिना बस्नुभयो कि वर्ष त बस्नु भएन होला वर्ष त बसेन नि महिना त धेरै बस्नुभयो यसले भ्याएको नफी खाइहाले सास गरे मेरो दाँत नभत्काइ भएन हामी चाहिँ कहाँ लाइसकेको तिमी मात्रै खाइस् अब त्यो म गएँ अब राखिँदैन हिजो पो सुन्दैछु हामीले टक्क हाम्रो भाग छ भन्छु म त सकिहालेछु विचार खान्छ भान्जे भान्जाहरूको छन् अब ए हुन्छ होइन म अघि नै खोलेहरू खान्छु कि म चाहिँ डोली भाइ टोकी पनि परेछ त छोरा टोपी पराइदिए हिजो अलिक के भयो मान्छेले खाएको होइन फेरि मण्डकी लिएको मैले त बिगार्नु अब मक मौलिदारलाई पनि 74 साल 84 सालमा अरू सदस्य नपारी भएको छैन ल हुन्छ हजुर आशीर्वाद ल यो चाहिँ तर माटोको अरू पार्टीमा हामी दिन भोटै पाउँदैन ल गद्दारी पार्टीमा चाहिँ ल त पालिका त दाइ तपाईँ यो हुनुभयो भने वडा सदस्य हुनु पनि ठिक हुन्छ किनभने तपाईँ गाउँ कुद्नुहुन्छ नि त समस्या कहाँ परेछ थाहा हुन्छ नि त त्यो वडामा मात्रै बसेर भएन नि त तपाईँ होइन तर म अलि विद्रोही स्वभावको छु क्या म कचाकुचो कुरा गरिदिन्छु अनि मसँग द्वन्द्वै हुन्छ क्या काङ्ग्रेस मुलादर समिरेसँग बाँच्यो क्या त्यो त कहाँ त एकजना मेरो साथी थियो क्या टुम्लिङमा त्यो 50 हुने रहेछ त्यो पेप्सी भित्रमा तान्दै खाँदा त ठिकै हुनु भरे त यिनी त के त भरे छामछुम गर्छ पेप्सी राख्दछ तान्दै त ठुलो कोट लाउँदै किन चाहिँ कोट लगाएर भरे त्यो साथीले यसो गरे त कसै नदेख्ने तल यसो राख्दा त पाइप बाह्र क्या यो गोजीमा बोक्यो तान्दै काम चाहिँ गरिरहेको होइन के भयो भने त ऊ थियो कि छेत्री बोरा अनि सिनिक्क अब तान्दा त ए हस् हुन्छ हजुर यो गर्ना भिरै भएको छैन ल ल ल ठिक छ त ए हाम्रो त खै पुसाइ त के खाइदिउँ आज पुसाइ लु के थाहा भयो पुसाइलाई चाहिँ बोलाइराख्नु राख्नु न यता त पुसाइले चल्दैन नि तपाईँ खानु न भाइ खै तेरो कान कति ठुलो भयो हुँदैन दाइ होइन पहिले म तानेको हो नि बताइदिनु मलाई त ठिकै रहेछ नानी ठिक छ अब भान्जाहरूको बिहे खानु पाइन्छ पाइँदैन कि बोलाउँदैन पनि पो यसले नै सकिहालेछ मम्मीको अब हाम्रो त भइसक्यो मामा मात्रै हाम्रो घरको भनेको कान्छी बहिनीको छ मेरो मात्रै बाँकी छ मामा आउनु होइन हामी चाहिँ अब डक्टरै होला डक्टरी भएपछि डक्टरै ल्याउने होला आधी बेटी चाहिँ तयार पार्नुपर्छ इन्जोय देखेँ अब को हो कता फेरि पार्वती र खोइ यो भाइ हो कि कुन चाहिँ माथि निस्क्यो
मैले देखेँ अब लुखुर लुखुर झर्दै थियो ट्युसन चाहिँ कुन चाहिँ थियो नानी पनि थियो अनि झरेमा तल तल म त खोइ त्यो के भएर त्यो धरानतिर बस्ने बानी भएर हो कि त्यति बेला हामी धरानबाट होइन म डुल्ने मान्छे हो नि त त्यही गरेर 84 बुढोको आशीर्वाद हो अब म डुल्नै पर्छ मेरो जुत्ता के किनिदिनु पऱ्यो त त्यत्रो अब 46 35 36 वर्षको म राजनीतिक क्षेत्रमा भिजेको अनि म उपलब्धि तर म पदको लोभ चाहिँ गरिनँ क्या एउटा जुत्ताले तेरो जिन्दगी थामेको भए त भोलि अहिले नै किनिदिन्छ थाम्दैन त्यही त मेरो जुत्ता कति बाटो कति होला म नेताको झोला बोक्दा बोक्दा आज बोली एउटा काम एउटा चाहिँ अब नेतृत्व एउटा नेतृत्व गर्ने अब जस्तै पो थाम्नु पर्छ जस्तै नि एउटा उदाहरण ल तुमसँग बोल्दै गरेर पनि हर्केले धरानको मेयर उसले 10 वर्ष लगानी गर्यो कति उसले त दुःखले हो कि सुखले कतिको उसले त झ्याउने भयो नि होइन अब त्यो कति बौला गोरु भन्छ अब बौला गोरु हुने यो चोखाने नि म गोरु नै हो बौला गोरु किन बौला गोरु भन्दाखेरि चोखाने गाउँ त बाँझो छ नि त बाँझो चिन्नु म बौला गोरु हुन आँटेको छ कारण पत्ती किसिखेर चाहिँ अलिकति जानु पनि पर्छ अब अहिलेको अध्यक्षहरू भनेको मभन्दा भाइहरू अब मिलने भइगयो बलिराज पहिले त अलिकति मभन्दा देखेको छु त्यो अस्ति भेट्ने त्यस्तै सन्तानहरू त्यो डाँडाको त्यो झन्डी त्यो झानेको यतापट्टिको त्यो सुनकामाको झाने त नै बोल्छ नि अनि हाम्रो सेमाको घर त्यो कुन चाहिँ भइल फेरि अलिक उता होइन पर रातो घर त्यो रातो घर त्यो गैरीको चाहिँ पल्लो ढाक्नु रातो त्यो रातो भाइरेको घर हो त्यो नै लाउरे छ नि त अस्ति हामी आएको भनेको त्यो रातो घरबाट त्यहीबाट उता झरेन हामी त्यहीबाट हो त्यही भएर अब भोलि पनि त्यहीबाट जाने हो भोलि पनि म त खोला पो लगेवाला भन्छु मुडामा बस्नु अलिक लड्नु चाहिँ अलिक भित्तातिर राख्नु दाजु कस्तो लाग्यो सोध्नु त ससुरालीको ससुराली गाउँ कस्तो लाग्यो ससुराली गाउँ कस्तो लाग्यो लेकै हो नि त त्यही त होइन कस्तो लाग्यो त सुन्तला त राम्रै छ सुन्तला यस्तो तपाईँको नानाले बगानहरू राम्रो लेखै अब यहाँ माथि तालदेखि उँधो मात्रै उँभो त फेरि माथि भतिजो केटाको माथि लगरको यहाँदेखि उँधो त पुरानो बाजे पुर्खा बाजेको चिनो यही हो यति तलतिर कता तल पाखा रेखा छ कि यस्तै हाम्रो पारिपट्टि काकाको उतापट्टि यतापट्टि त्यो बासुरादेखि चाहिँ अलैँची बोल्छ त्यहाँदेखि कहाँ उयो ठुलो काल्लामा ठुलो काल्ला थियो काला भात काँडा घर बनायो है त्यहाँदेखि भित्र कुलो थियो त्यो पर खर्चको कुलो लिएर त्यो जन्मेर बेला घर बनाएको थियो भनेको यतिखेर सानो फोटो खिच्नु त उता पछाडि ज्यादा देखाएर अनि 3 बोट किन्नु पनि थियो अब भोइस त आउँदैन त्यो भिडियो बनायो कि बिर्सिएर होला नि भोइस आउँदैन एउटा बजाउने हामी बिना बनाउनु बजाउनु आउने मादल बजाउनु मर्दनी मासुरी बजाउनु आउँदैन
खोइ त ल हुनु त मलाई कतिपयले गाइने पनि भन्छन् है भिडियो सहित है अब यो बल्ल बल्ल यो शङ्ख सभाबाट हाम्रो निनी पुसाइ आइदिनु भएकोमा मलाई खुसी छ एउटा गाइने हो म हुनु त हो नानी अब साह्रै नै भोक लाग्यो भने गीत गाएर पनि जीवन त गुजारा गर्नै पर्ने हुन्छ चोर्नु चाहिँ भएन है चोर्यो भने चोर भन्छन् गिटार बजाउँदा गाइने भन्नु त स्वाभाविक हो गाइनेले आफ्नो परिवार पालेको छ कतिपय कलाकारहरूले अब गीतकार सङ्गीतकार गायककार हुन्छन् तर म चाहिँ सिम्पलमा थोरै भए पनि अलिक गीतहरू चाहिँ पहिलेदेखि नै गाउँथेँ एउटा राष्ट्रिय जनसांस्कृतिक मञ्चको एउटा केन्द्रीय सदस्य कुनै जमाना भइयो तर म मायावादी भन्दा जनताको गीत चाहिँ अलिक मनपर्छ अनि त्यसै भएर अनि म चाहिँ फेरि उकाले अर्को प्रोग्राममा जानुपर्ने छ कि त्यसैले म गिटार बोकेर हिँडे त है त्यो देश पुग्नुपर्ने छ त्यो गाउँ जानु छ अब अहिले त अब 82 ल अब हामी हुन्छ त है हुन्छ त ल लाग्यौँ ल मामा हामी लाग्यौँ मामा माइजू हामी अब लाग्यौँ है त भोलितिर अब भाउजूको काम ल अब जाउँ राम्रोहरू जानु तर भरे बेलुकी त राम्रो घटेछ क्या म पो अग्लो भएछु क्या ल ल भाउजू ल मामा हामी माइजू लाग्यौँ है ए हस् हुन्छ हस् हस् अब त म एक्लै हो भने आउँछु भाउजू ल हिँड्नु माया त अब चाहिँ आधा नि भएन नि एकजना चाहिँ थियो कि जस्तो कङ्ग्रोमा बोक्यो हो यसरी छोरीहरू कता कता बोक्यो छोरी ठुलीले नि कान्छी शिरबासा माइलिनी चखनी सुराना ए कान्छीको चाहिँ काठमाडौँ आँटेको माता गदवारी काठमाडौँ गदवारी गएको छ कान्छी चाहिँ माइला 4 भाइ 3 बहिनी ठीक हुँदै रहेछ नि त मक्क थप मिल्दा मान्छे जङ्गलमा गदवारी सबैभन्दा गदवारी त तर मोटो 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 खायो चाहिँ अब रोड है माइल भित्र भित्र साइड सहर पनि भित्र भित्रै रहेछ गाडी म त साथी हेरेको छैन त नातो साथी गदवारी भनेको चाहिँ कता काठमाडौँ माथि 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 त्यहाँदेखि त गाउँै छैन ललितपुर जिल्ला पर्दो रहेछौ जङ्गल ए म तपाईँलाई कान्छिने गदवारी सबभन्दा तुनी म कहियो जति चोक भित्र छ छोरी माइया तो आखलो कपड़ो बिसाना घरे न पी वस्तु तो आगो थे माता रोया सिकांची भतर न म पनि नाति का म त गीत पनि थाहा छैन म या सि कपड़ो तेरा ना मा कांची म भी वो जु लानु कपड़ो भी उतो ले तो या सि तियानु त म भतर बना ना नानी भतर न वस्तु चाहिनु दोले पण आमानी माइली कपड़ो तो रहेछ न या सि ए माता रो चाहिँ ममा जाम त गर्न भन्दै म कपड़ो नाइट गरेछ त्यहाँ बेला म बक्कुमा into Gangara mantu, mata dia lima kata lani esa ala lani kami satu. Mata ada sesuatu anu na, ada kita kan mina ada. Ela kayak itu kayak. Mama. Lung kalim kalau bilang lo gila tak apa berbicara kamu mah cari sih. Saya kata lah hati. Oh ni, yang kata itu ni. अनि जो भन्दा पुरानो गाउँ चाहिँ बेचेको ठाउँ होला छ नि जान्छु नि मामा बेला बेलामा हामी जान्छौँ नि हामी घरमा त्यतिखेर चाहेर लिएर आएको छौँ बरेर फेरि उयो छ नि त चैनपुरमा नानीहरू पढाउँछ ए पुरानो गाउँमै नानी गाउँमै हो अनि जेठी बारीको त घर चैनपुरमै हो घर बनाएको छ दुईजना नाति नाति छ छोराछोरी यतिखेर सर्भिसमा गएको छ केटाको पेन्सन पकाएर पनि उता अर्को गएको छ जेठा चाहिँ अनि घरमा जागिरै मात्रै रहेछ हजुर
पानी होला को बोचिसँग खमा बिहा भइसक्यो जुङ्गाहरू पनि परदेशमा देश मामा मौलीको गाउँको भनेर चाहिँ घुटेर खाऊ अनि त्यो भटमा सित्ता अनि कस्तो हुन्छ सुन्तला भए त पठाउँथ्यौँ अहिले सिजन छैन मेनेको नाति छोयो उनको भ्यान हजुर कुचो नपो माइतबाट कुचो लाग्छ सबै कुरो पारेर लाग्यो भन्दा मात्रै हो होइन मै त घरमा पनि बनाएरै उता पनि बनाएरै त हो नि केही पनि हुँदैन सम्पत्ति थाहा मेरो सम्पत्ति मोटो रहन्छ यत्रो भाइको त्यो नातिलाई बदिदेऊ कुचो म मलाई भनिराखेर बिहामा गयो गरे दही र भाउजू मग्यो त्यहाँदेखि सम्पत्ति सबै सम्पत्ति बराली लाग्यो खोइ त नानाले गर्दाखेरि सबैजना हेड भयो है अब फेरि सबै रुङ्गी कम्ने नि अब हेर्नै पर्छ फेरि अब थाङी म फेरि ठाउँ आउँछु नि मान्छे बटिरौँ दसैँमा आउनु सबैको घुरी त म माथि ए जे खेल्नु